Namaste. Hi. York St. John University London campus मा चाहिँ MSc Global Healthcare Management student को चाहिँ farewell program हुन गइरहेको छ. I love Nepalese, bro. Yeah, thank you, bro. In my next world, I want to meet Nepalese over and over and over again. Yeah. Okay. Probably don't like gardening. But with you people as my student and my coach, you hold a very special place in my heart. जुन चाहिँ मैले लगाइरहेको छु त्यो चाहिँ मेरो क्षेत्रीय ड्रेस हो र उहाँले लगाएको चाहिँ नेवारी ड्रेस हो. आज यो कार्यक्रम आयोजना गर्ने अलिअलि फ्युचरमा प्लेसमेन्टहरू यताउति केही सोच्नुहुन्छ भने हाम्रो यो लन्डन क्याम्पसको योर्क सेन्ट जोन युनिभर्सिटी अझै लन्डन क्याम्पस No need to listen to song. No, this is love song. Please हाम्रो YouTube च्यानललाई साथ सपोर्ट गरिदिनु होला. Please everyone to like, share, subscribe and comment. Thank you. Hi guys, I'm gonna miss you all. वेलकम टु माई ब्लग फेरि पनि होइन आजको केही एउटा प्रोग्राम भइरहेको छ. यो प्रोग्रामको बारेमा चाहिँ हाम्रो थोरै केही डिटेल हाम्रो अर्गनाइजर हाम्रो नेपालबाट रिप्रेजेन्टेटिभ भएर चाहिँ हाम्रो सीमा बहिनी छ, उसले चाहिँ थोरै केही भन्छ प्रोग्रामको बारेमा. Hello everyone, it's me Seema Chaudhary. So आज चाहिँ हाम्रो York St. John University London campus मा चाहिँ MSc Global Healthcare Management student को चाहिँ farewell program हुन गइरहेको छ and we are the organizers for it. So आजको प्रोग्राम मा चाहिँ हाम्रो धेरै एक्टिभिटिजहरु चाहिँ हुन गइरहेको छ. There will be a lots of fun, dance, game, entertainment programs. There will be lots of food and refreshment drinks and everything. So we are looking forward for an extraordinary day ahead. And apart from this, हाम्रो YouTube च्यानललाई साथ सपोर्ट गरिदिनु होला. Please everyone to like, share, subscribe and comment. Thank you. Thank you. We are looking for a great day ahead. Okay, thank you. ल आज चाहिँ हाम्रो प्रोग्राममा चाहिँ स्पेशल नेपाली कल्चरल ड्रेस लगाएर चाहिँ हाम्रो दुईजना सिस्टरहरू हुनुहुन्छ. उहाँले फेरि पनि यो प्रोग्राम गरेर के भन्नुहुन्छ है त. हेलो नमस्ते, मेरो नाम बिन्जु साके बजाचार्य. नमस्ते सबैजनालाई, मेरो नाम अन्जना बेलवासे र आज चाहिँ हामी YSA योर्क सेन्ट जोन युनिभर्सिटी लन्डन क्याम्पसको फेयरवेल प्रोग्राममा चाहिँ आज यहाँ सहभागी भएका छौँ र हामी चाहिँ MSc ग्लोबल हेल्थ केयर म्यानेजमेन्टबाट हो र आजको जुन यो फेयरवेल प्रोग्राम अर्गनाइज गरेको छ त्यो एकदमै राम्रो छ. हामी आफ्नो कल्चरल अटायरमा आएका छौँ, डिफ्रेन्ट कल्चरको बारेमा चाहिँ हामीले यहाँ बुझ्न पाएको छौँ साथीहरूसँगबाट र त्यो सँगसँगै चाहिँ आजको फेयरवेल प्रोग्राम चाहिँ रमाइलो पनि भइरहेको छ. एक किसिमले चाहिँ अब हामी अब नेक्स्ट विकबाट अब सबै साथीहरू भेट हुन्छ हुँदैन होइन, त्यो चाहिँ हामीलाई अनिश्चित छ. तर आज लास्ट दिन भए तापनि हामी सबैजना मिलेर रमाइलो गरौँ. सँगसँगै हामी नेपालबाट लन्डनमा आएको छौँ पढ्नको लागि होइन, र हामीले आफ्नो कल्चरलाई पनि प्रिजर्भ गरौँ र आफ्नो फ्युचर पनि राम्रो बनाऊँ र सबैलाई बेस्ट अफ लक भन्न चाहन्छु. थ्याङ्क यू. यसै गरी म पनि केही शब्दहरू भन्छु. आज एकदमै हामीलाई एकदमै रमाइलो सँगसँगै उत्साह भइरहेको छ. हामी नेपालबाट रिप्रेजेन्ट गर्दैछौँ र अहिले हामीले जुन ड्रेसहरू लगाएको छौँ त्यो हाम्रो नेपालको कल्चरल ड्रेस हो. जुन चाहिँ मैले लगाइरहेको छु त्यो चाहिँ मेरो क्षेत्रीय ड्रेस हो र उहाँले लगाएको चाहिँ नेवारी ड्रेस हो. आज यो कार्यक्रम आयोजना गर्ने सम्पूर्ण टिम लगायत हामी स्वयंलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ र यहाँ जति पनि उपस्थित हुनुहुन्न उहाँहरूलाई हामी सबैलाई सम्झेका छौँ र नेपालबाट पनि आएर हामीले विभिन्न जात जाति धर्म संस्कृतिहरू बुझ्न पायौँ. साँच्चीकै युकेमा डिफ्रेन्ट कल्चरल इथेनिसिटी एक्सप्लोर गर्न पाइन्छ भनेर थाहा पाएको थियौँ. त्यो चाहिँ एक्ज्याक्टली हामी आइसकेपछि यो योर्क सेन्ट जोनमा चाहिँ हामीले फिल गर्न पाएका छौँ र अब आउने दिनहरूमा हामी सबैजना आफ्नो ठाउँमा जान्छौँ र
एक्सप्लोर गर्न पनि सक्नेछौँ। एकदमै एक्साइटेड छौँ। अब यति भन्दै हामी हाम्रो कार्यक्रमतिर जान्छौँ। धन्यवाद। So, we are going to please don't bring that music. All right. So we are gonna call our photo director, exposer. Of a liar. Probably don't like gathering. But with you people as my student and my coach, you hold a very special place in my I forgot to mention leadership. You see, ल त हाम्रो नेपाली टोलीहरू यता हुनुहुन्छ यता। हेलो नमस्ते हाय। अब 1 वर्ष कट्ने लाग्यो। अब कस्तो भन्दाखेरि अब युनिभर्सिटी पढाइहरू ठिकै छ, राम्रै छ होइन, त्यस्तो साह्रो नराम्रो पनि छैन। मेन अब बाहिर एब्रोड आउने भनेको हामी चाहिँ अब यहाँ हाम्रो प्राथमिकता के हो त्यो सोचेर आउनुपर्ने हुन्छ। अब दुइटै अब एजुकेसन पनि होस् होइन, अब अलिअलि फ्युचरमा प्लेसमेन्टहरू यताउति केही सोच्नुहुन्छ भने हाम्रो यो लन्डन क्याम्पसको योक सेन्ट जोन्स युनिभर्सिटी, अझै लन्डन क्याम्पस भन्दा पनि अब हाम्रो योकमा चाहिँ जहाँ चाहिँ हाम्रो मेन क्याम्पस छ त्यहाँ अझै लन्डन क्याम्पसमा धेरै अपर्च्युनिटी पाइन्छ। इभन दो हामी यहाँ मल्टिकल्चरल ब्याकग्राउन्डबाट छौँ, बट मोस्ट अफ दि म्याक्सिमम् 2 or 3 कन्ट्रिज या 4 कन्ट्रिजबाट छौँ। सो अलि इन्टरनेसनल एक्सपिरियन्स अलि यहाँनिर चाहिँ लन्डन क्याम्पसमा अलिकति अभाव भएको चाहिँ मैले महसुस गरेँ। इफ दि इन्टरनेसनल You don't know who you are going to meet tomorrow. You don't know what the person is going to be tomorrow. So just love people. Say hi. And I'm excited for your trainees. I know that all of you are having your own journey and be great to do great things. Good luck with your future career. Yeah. I think we'll be still staying here. Some of you will be moving on to your next careers, maybe education, maybe PhD.
सिरिज पुरो के छ ठिकै छ ठिकै छ के भन्नु यस्तै छ युनिहरू ठिकै भयो अब के भन्नु अब 1 वर्ष सकिसक्यो होइन त्यस्तै गयो कति वर्ष भयो मेरो नि रमाइलो भयो यार अब यस्तै छ अब सकियो अब साथीहरूसँग बिछोड हुँदैछ अब त्यही दुःख लाग्छ होइन त्यही हो ठिक छ भयो अब जे भयो लास्टमा अब इन्जोय गर्ने त होइन इन्जोय गर्ने नै हो अब त्यही हो पिस थ्याङ्क यू भयो के हो Here is our Emanuela. Say hi. Everyone, brother. Say hi then. Hi, this is my best friend Diksha. We're laughing. I'm his. No, nothing. A round of applause for somebody that Okay, hello. Kisah sorry Kisah bisa. म त सही छैन कति पनि Kamu singa balik ke sertifikat. एकदम ठिक छ सीमा मान्छे ट्यालेन्ट हो नि पाँच वर्ष बसे मेरी पति आए माया लग्न थाए मेरी पति आए माया लग्न थाए कत्तर कसे मुगलान कसे 5 वर्ष बसे मेरी पति आए माया लग्न थाए मेरी पति आए माया लग्न थाए मायाले भन्ने विषय पानी पिदिउला विषय पानी पिदिउला मादेरुमा जैना स्वरूप दिदिउला जैना स्वरूप दिदिउला साइलो चरकारे माया नबारे साइलो चरकारे माया नबारे सम्झना छिनछिनको
जगा छिन्छिनको साइलो चर्खरे माया नमारे साइलो चर्खरे माया नमारे ल ठिक छ सबैजनाले हाम्रो अहिले फेभरेट प्रोग्राम चलिरहेको छ अहिले चाहिँ देख्न सक्नुहुन्छ होइन एकदम रमाइलो चाहिँ माहौल भइरहेको छ अहिले चाहिँ अलिक गेम चलिरहेको छ अहिले चाहिँ थोरै हाम्रो गेमहरू हुन्छ त्यसपछि चाहिँ एकजनाले चाहिँ दुईचोटि खान पाउँछ पाउँदैन पुष्पा एकजनाले दुईचोटि खान पाउँछ ए हजुर एकजना दुईटा खान पाइँदैन ए हो त्यस्तो हो ल ठिक छ त्यसो अब चाहिँ खाना खानु है हाम्रो यता अन्जना सिस्टरले राख्छ ओ सिरिस ब्रो हेलो के छ यो 10 पाउन्डको आजको खाजा है त के हो यो बिरयानी जलफ राइस ओके गाइस सो दिस इज द एभिडेन्स होइन यो भिडियोमा म चाहिँ अब फेलथाम जाँदैछु छिटै दाइहरूले यसो मलाई बोलाउनु भएको छ बहिनीलाई चाहिँ मिठो मिठो बनाएर खुवाउँछु भनेर होइन उहाँ हुनुहुन्छ रेवास दाई अनि विज्ञान रेवास दाइले चाहिँ मलाई बोलाउनु भएको छ इन्भाइट गर्नुभएको छ खानाको लागि त म चाहिँ छिटै जान्छु अनि कति के डिसेस पकाएर खुवाउँछ मलाई थाहा छैन आई एम प्रिटी एक्साइटेड अपसेट भइसक्यो यो मान्छे The final gathering here. Here is our brother Luis. Sasi, side with that. Do you want to tell us anything? Yeah, it's a fantastic day. Miss everyone. Okay, Luis, do you want to say anything, bro? You're in my vlog. I love Nepalese, bro. Yeah, thank you, bro. In my next word, I want to meet Nepalese over and over and over again. Yeah. Okay. I love Nepalese. Cheers to them. Thank you, bro. Miss you. Yeah, sure. No need to listen to song, man. No, this is love song. Idol, goodbye. Okay, bye bye. Okay, bye bye. Take care. Bye bye, guys. Thank you. ओके साथीहरू आजको भिडियो यति नै हामी चाहिँ लास्टमा सबै साथीहरूसँग चाहिँ बाई भनेर राम्रोसँग बिदा भयो आफ्नो ठाउँमा आजको लागि यति नै छ मेरो भ्लग चाहिँ प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब एन्ड प्लिज डोन्ट फर्गेट टु कमेन्ट्स थ्याङ्क यू एभ्रिबडी फर वाचिङ टिल एन्ड
Thank you so much. Bye bye. Take care.